एकजना परिले बनाएको थियो नि यसै गरी उहाँ एम प्रसाद काफ्ले सरलाई
धन्यवाद देवला म्याडम। उहाँले हाम्रा अतिथिगणहरूलाई स्वागतका भावनाहरू राखेर यहाँबाट बिदा भइसक्नु भएको छ। यसै गरी अतिथिगणहरूलाई ब्याज वितरण गरिदिनु हुन यसै मण्टेश्वरी शिक्षिका द्वय जसु पौडेल म्याम र कल्पना म्यामलाई अनुरोध गर्दछु। नमामि शमीशान निर्वाणरूपम् विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् निराकारमोङ्कारमूलं तुरीयम् गिराज्ञानगोतीतमीशं गिरीशम् करालं महाकालकालं कृपालुम् गुणागारसंसारपारं नतोऽहम् प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूद्वय अतिथिज्यूहरूलाई दीप प्रज्वलनमा शरीक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। करालं महाकालकालं कृपालुम् गुणागारसंसारपारं नतोऽहम् राखिदिनु हुनको लागि नवमिलिजुली दूध उत्पादन सहकारी संस्थाकी अध्यक्ष कोपिला दाहालज्यूलाई चुप बनाएर राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रममा
पिता लामाबी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। भाइ बहिनीहरूको हल्ला अगाडि बढी सानो मान्छेहरू हल्ला गर्नु भएन भने चक्लेट पाइन्छ है, टिकट पाउनुहुन्छ, चक्लेट हल्ला गर्नु भएन भने। आज हामीले यो महोत्सव यहाँ मनाउँदै गर्दा हामी रत्नगर 11 रत्नगर 12का स्थानीयवासीहरू गौरवान्वित भएको महसुस गर्नुपर्दछ। म लामो समयदेखि लगभग 35 वर्षदेखि निजी क्षेत्रमा यही शिक्षा क्षेत्रमा काम गर्दै आज पनि म कुनै एउटा विद्यालयमा प्रधान अध्यापकको रूपमा कार्यरत छु र यहाँ 30 जना लामाको साथ र सहयोग रहँदै आएको छ र यहाँका अभिभावकहरू तपाईँहरू धन्य हुनुहुन्छ। आज कक्षा 1 मा 20 जना आगामीमा भर्ना हुने नानी बाबुहरूलाई मैले अक्षर आरम्भ जस्तो सानो कुरामा मैले अल्झिनु पर्दैन, मैले सरल आफ्नो तरिकाले पढाउँदै लान सक्ने अवसर पाएको छु। म्याडमहरूले जुन दुःख गर्नुभएको छ यो नानीहरूलाई नचाउने, हँसाउने, घुमाउने, बेला बेला मैले देखेको छु यी नानी बाबुहरूलाई स्थानीय पर्यटकीय क्षेत्रहरू घुमाउँदै गरेको भेट्छु मैले। धार्मिक स्थलहरू कहिले मणिखोला, कहिले नगरपालिका, कहिले कृष्ण मन्दिर, कहिले हाम्रो विद्यालय, कहिले वडा कार्यालयहरूमा यो नानी बाबुहरूलाई घुमाउनु भएको छ। सानो उमेरदेखिबाट उहाँहरूले व्यावहारिक शिक्षा पाउने अवसर पाउनु भएको छ र यसका लागि फेरि विद्यालयहरू मैले थाहा पाएअनुसार मन्टेश्वरीले छुट्टै खर्च अभिभावकसँग बोकाउनु भएको छैन। नियमित मासिक खर्चमा यी सबै कार्यक्रमहरू अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिरहनु भएको छ। डान्स क्लास चलाउनु भएको छ। यस्ता कार्यक्रमहरू कहिलेकाहीँ उहाँहरूले नृत्य प्रतियोगिता गरेर मलाई अतिथिमा बोलाउनुहुन्छ, कहिलेकाहीँ ड्रइङ गरेर बोलाउनुहुन्छ, कहिलेकाहीँ वक्तित्व कला, सानो नानीहरूको वक्तित्व कला छ यसो सुनेर आउनुहोस् भन्नुहुन्छ। बाल संसारबाट अहिले प्रि प्राइमरी इन्जिनियरिङ पास गरेर कक्षा 1 अध्ययनका लागि उहाँहरू पक्कै पनि अन्यत्र विशिष्टका समस्याहरू धेरै कुराले गर्दा हाम्रा नानी बाबुहरूलाई आफ्नै आमा अगाडि विद्यालयबाट घर र घरबाट विद्यालय निगरानी राख्नुपर्ने आवश्यकता छ। किनकि अभिभावकको भविष्य भनेको बच्चा हो। बच्चा बिग्रियो भने तपाईँ हाम्रो सपना सबै सपना चुनिन्छ। त्यस्तो पिछाडै अरूभन्दा अलग्गै हामीले जानेको छ कि धेरै राम्रो, अरूको तुलनामा धेरै राम्रो गर्छु भनेर मैले आफूलाई यसरी परिचय दिन चाहन्न। अन्यत्र विद्यालयका चाहे सरकारी विद्यालय होस् या निजी विद्यालय सबै शिक्षक साथीहरूले यति मिहिनेत गर्नुभएको छ। सबैजनाको राम्रो छ र ती सबै राम्राहरूमध्ये 30 जना अझै राम्रो हो भनेर मैले घमण्ड गर्न मिल्छ भन्ने लाग्छ। किनभने मेरो विद्यालयबाट एसएलसी पास गरेर उच्च शिक्षा हासिल गर्नुभएका कतिपय भाइ बहिनीहरूलाई मैले देखेको छु। आज यही विद्यालयका भाइ बहिनीहरू डक्टर हुनुभएको छ, सिएमसीमा डक्टर हुनुहुन्छ, रत्नगर हस्पिटलमा हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ, बिएड नर्सिङ हुनुहुन्छ, विदेशतिर हुनुहुन्छ। स्थानीय रूपमा चलेको एउटा विद्यालय यहाँ
विवरण टिपाइदिनु होला र तपाईँहरूले एउटा फर्म भर्नुभयो भने बच्चा रेगुलर भयो उसलाई अन्य शुल्कहरू नलिने उद्घोष गर्न चाहन्छु भन्दै यो रमाइलो बाल संसारले आज यहाँलाई बोलाएर आफ्नो दुई शब्द राख्ने जुन अवसर दिनुभयो यहाँहरूलाई विशेष आभार व्यक्त गर्दै उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू विद्यार्थी भाइ बहिनीहरू र सबैको उज्जवल भविष्यको कामना गर्दै र आगामी दिनहरूमा रमाइलो बाल संसारले योभन्दा धेरै प्रगति गर्नेछ भन्ने अपेक्षा छ यहाँबाट बिदा हुन जान्छु धन्यवाद नमस्ते रमाइलो बाल संसार सरको आशय पक्कै पनि हजुरहरूले बुझिसक्नु भएको छ करेसाको भूत टाढाको देउता भन्ने चाहिँ जुन उखानलाई हामीले जोडिरहनु भएको छ यति बेला भनेको तात्पर्य नजिकै विश्वविद्यालय रहेको छ त्यसैले हजुरहरूले त्यहाँ माया गरिदिनु भयो भने उहाँहरूले पनि माया गर्ने हामी एक आपसमा कनेक्ट हुन्छौँ भन्ने शुभकामना राखेर यहाँबाट रमन्टेश्वरीलाई हामीलाई यो गर्नुहोस् ल्याम अझै राम्रो हुन्छ हजुरहरूको यति राम्रो भइसकेको छ भनेर हामीलाई बेला बेलामा आएर एकदम अभिभावकको निभाइरहनु भएको छ हाम्रो विश्वविद्यालय प्राचार्य सरेन्द्र प्रसाद सरले हाम्रो अभिभावक हुनुहुन्छ उहाँ र उहाँले आफ्नो शुभकामना राखेर यहाँ हामीबाट गइसक्नु भएको छ यसै गरी हाम्रो विशिष्ट अतिथिकै रूपमा रहनुहुने निवर्तमान बोर्ड अध्यक्ष तथा शिक्षा क्षेत्रमा लामो अनुभव बटुली समाज सेवामा आफ्नो जीवनै समर्पित गर्नुहुने हाम्रो आदरणीय गुरु सबै हामीहरूको गुरु अभिभावक हुनुहुन्छ शशि सर उहाँलाई आफ्नो शुभभावनाहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु यो अम्बेडकरले रमाइलो बाल संसारले जुन भूमिका खेलेको छ त्यसको लागि मैले सराहना पनि गर्न चाहन्छु। हामीले ल्याउनु पर्छ भन्नेमा थियो त्यो जमानामा अहिले 3 वर्षदेखि बालबालिकाहरू यसरी पढ्न थालेका छन् र उनीहरूले विभिन्न क्रियाकलापहरू गर्न पनि थालेका छन्। त्यसैले
स्वर्णिम प्रियांशी सामी हाम्रो प्यारा नानीहरूले परीको ड्रेस लगाएर हजुरहरूलाई एकदमै आनन्दित तुल्याउँदै हुनुहुन्छ लाग्छ पक्कै पनि आनन्दमा एकछिन झुम्नु हुनेछ सुरु गरिदिनु होला आदरणीय सर
दीक्षान्त कार्यक्रमका सभापतिजी, विशिष्ट अतिथिगण, रमाइलो बाल संस्था परिवार, पत्रकार मित्रहरू, सम्पूर्ण अभिभावकज्यूहरू लगायत प्यारा प्यारा साना भाइ बहिनी मेरो प्रेम प्रणाम। खासै राखिरहनु त धेरै पनि छैन, त्यही कुरा हाम्रो पूर्वका राख्नुभएको छ। अब प्रश्नमा उभिँदै गर्दाखेरि मान्यता चाहिँ मेरो जिब्रो प्रकारले होइन, पाहाडै बजारमा भन्ने नै हो। अहिले हाम्रा प्रधानमन्त्री हुनुहुन्छ नि, प्रधानमन्त्री बोल्नु धेरै बोले बनाइ भनेको हुन्छ क्या, तर बोल्दै नबोली काम गरेर त संसारले देख्छ नि त। त्यस्तो चाहिँ मान्यता मेरो पनि हो, तर पनि अब दुई चार शब्द बोल्नै पनि बाध्यता हो। नर्मल्ली यो मोन्टेसरी चलाउनदेखि सजिलो पनि छैन, म चाहिँ देख्दिनँ है। किन भन्दाखेरि अर्काको बाबु नानीलाई आफ्नै जस्तो ठानेर नितान्त आमाकै भूमिका निर्वाह गरेर छिछि फुटो नगरेर सम्पूर्ण कार्यहरू गर्नु भनेको त्यति सजिलो पनि छैन। यो मोन्टेसरी संसारभरि नै महिलाद्वारा नै सञ्चालित छ, महिलाले सुरुवात गर्नुभयो, महिलाद्वारा सञ्चालित छ। किन छ भन्दाखेरि पुरुषको र महिलालाई कम्पेयर गर्दाखेरि पुरुष हार्ड हुन्छ, महिला सफ्ट हुन्छ। पुरुष अलि सानो कुरामा बढी चित्त हुनुहुन्छ, तपाईँ प्र्याक्टिकल हुनै जरुरी छ, हामीलाई थाहा छ नि। तर महिलाले धेरै श्रम गर्छ के, त्यही भएको भएर महिलाले नै चलाउनु पर्छ भन्ने अवधारणा पनि हो। तपाईँ हेर्नुभयो त्यस साना बाबु नानीहरू यही तपाईँले देखिहाल्नुहुन्छ, मान्दा नै बच्चाहरूले कम त कति हुन्छ, त्यतिकै झ्याउझ्याउ गराइन्छ। ती साना बाबु नानीहरूलाई कभर गरेर स्याहार्नु नै ठुलो कुरो हुन्छ, यहाँ त पढाउनु पनि पऱ्यो। त्यो हुनाले गाह्रो छ। म यहाँ जति पनि टिचर्स म्याडमहरू हुनुहुन्छ, म हार्दिक धन्यवाद व्यक्त पनि गर्न चाहन्छु। यतिको सहनशीलता, साहस सबैमा आउँदैन, सबैलाई आउने भएर सबैले सञ्चालन गर्नुपर्छ। र यो मोन्टेसरीले सेवा त दिन्छ नै, तर टेवा पनि दिन्छ। म चाहिँ यो मान्यता तपाईँलाई सेवा दिए बापत यो एउटा संस्था हो, संस्था चलाउनलाई तपाईँबाट टेवा लिन्छ भनेको शुल्क दिनै पर्छ, त्यसै त संस्था चल्दैन। तर टेवाको कुरा गर्दै गर्दाखेरि तपाईँको बाबु नानीलाई आफ्नै जस्तो ठानेर दिनभरिभरि यहाँ राखेर उसको कलालाई प्रस्फुटन गरेर ती बच्चा बच्चीहरूको भविष्य राम्रो होस् है, यहाँबाट निस्केका बच्चाहरू राम्रो भएर निस्कुन्, डक्टर इन्जिनियर पाइलट है, वैज्ञानिक अफसर जुन धारणा राखेर यहाँ जति केयर गर्नुहुन्छ त्यो त पक्कै पनि एउटा समाजको लागि चाहिँ टेवा हो। नत्र भने तपाईँको बच्चा घरमै राख्दाखेरि एकजना मान्छे त्यहाँ एङ्गेज हुनु परेन, काम गर्नै पर्छ, केयर त गर्नु पऱ्यो, हेर्नु पऱ्यो। बच्चा बच्चाहरू नटी हुने भएको पऱ्यो, जे पनि गरिदिन्छ, चोटपटो पनि लाग्छ। अनि तपाईँले घरमा राख्दै गर्दाखेरि जति प्रस्फुटन हुनुपर्ने कला हो, दिमाग जति चल्नु पर्ने हो, त्यति नचलेको रक पनि हुन्छ। तर यहाँ ल्याएर त तपाईँको दुवै काम भएन, तपाईँले काम पनि गर्नुपर्छ, तपाईँको बच्चा बच्चाको केयर पनि भयो, अलिक दिमागलाई चाहिँ चलाउनु पनि पायो। त्यो हिसाबले म त्यो चाहिँ टेवा पनि काहीँ न काहीँ मोन्टेसरीले समाजमा दिएको मान्यता राख्छ। समग्रमा भन्दाखेरि अब पहिलाको भन्दा अहिलेको यो चाहिँ केही चेन्ज भएको म चाहिँ देख्छु। के मान्यो भन्दाखेरि यहाँको हुँदै गर्दाखेरि काहीँ न काहीँ अहिलेका अभिभावकहरू चाहिँ आफ्नो बच्चा बच्चीप्रति अलिकति जिम्मेवारी भएको देखिन्छ। कसरी देखिन्छ भन्दाखेरि हामीहरू जन्मिँदाखेरि अझ हाम्रो त
धेरै नै बोल्नु हुन्छ है बोल्दै जाऊ अगाडि हुन्छ अब म यो च्याप्टर पनि क्लोज गरेँ आजको दिनमा यो कार्यक्रम पनि भव्य शब्द रूपमा सफल रहोस् अझ यो संस्थाले अहिलेको भन्दा धेरै गुणा चाहिँ बालबालिकाहरू पाओस् र राम्रो प्रगति गरोस् यहाँबाट भएको बच्चा बच्चीहरू सबै डक्टर इन्जिनियर पाइलट बन्ने गरेर चाहिँ हाम्रो यहाँहरू लानुहोस् साथै तपाईँको जति पनि उपस्थित अभिभावकहरू हुनुहुन्छ तपाईँको घर पनि सुखमय रहोस् र तपाईँको बाबु नानीहरू खुसीका साथ ठुलो मान्छे बन्नु भन्ने कामनाका साथ मेरो अन्तर्निहित सम्बोधन गर्न धन्यवाद सबै हामी सबैका अभिभावकले यति धेरै राम्रो महिलाहरूप्रति जुन महिलाहरूले धारण गर्नुपर्ने कुराहरू सबै कुराहरू जोडेर यति धेरै महसुस गरेर बोलिदिनु भयो त्यसैले त उहाँ अभिभावक सबैको हजुर हामी सबैको अभिभावक हुनुभएको छ र मैले एउटा सानो कुराको के जोड्न चाहेँ भने पक्कै पनि हाम्रो नानी बाबुहरू सबै राम्रो हुन् भन्ने हजुर हामी सबैको कामना छ कामना गर्छौँ यसको लागि चाहिँ हजुरहरूको हाम्रो र नानी बाबुहरू सबैजनाको एउटा मिलिमतमा मात्रै एउटा बच्चा राम्रो हामीले बनाउन सफल हुनेछौँ यो मैले बारम्बार पनि म अरू मिटिङहरूमा पनि भनिरहेको हुन्छु र मैले एउटा सानो प्रसङ्ग जोड्न चाहेँ यहाँ सबैभन्दा धनी एउटा अम्बानी हजुरहरू सबैलाई अवगतै छ त्यो कुरा उहाँ चाहिँ सबैभन्दा धनी हुनुहुन्थ्यो होइन अनि उहाँको छोरा चाहिँ पढ्न गइरहँदाखेरि उहाँको सँगैको साथीले चाहिँ पैसा मानौँ न 100 रुपियाँ लानुहुन्थ्यो अरे खाजा खर्च है अनि उहाँले चाहिँ जम्मा 20 रुपियाँ 25 रुपियाँ लानुहुन्थ्यो अरे के है उहाँ त सबैभन्दा धनीको छोरा हो नि त उहाँले त चाहेको भए हजारौँ पनि लान सक्नुहुन्थ्यो नि तर पनि उहाँले चाहिँ जम्मा 20-25 रुपियाँ लानुहुन्थ्यो अरे जस्ट खाजाको लागि मात्रै तर उहाँसँगैको सर्कलको अर्को अलिक कम आर्थिक अवस्था भएको साथीहरूले चाहिँ 100 रुपियाँ लानुहुन्थ्यो अरे अनि त्यसै गरी दिनचर्या चढ्दै गएछ अनि अलिक ठुलो अलि धेरै वर्षपछि ए साथी तिम्रो बाबा यति धनी हुनुहुन्छ किन तिमी यति थोरै पैसा ल्याएर खान्छौ किन थोरै ल्याउँछौ सधैँ हामीहरू चाहिँ धेरै ल्याउँछौँ तिमी चाहिँ थोरै ल्याउँछौ भनेर उहाँहरू साथीमा कुरा भएछ अरे एकदम प्यारेन्ट्सले एकदमै धेरै बुझ्ने पर्ने कुरा छ मैले जोडिरहेको छु हजुर हामीमा सबैमा लागु गर्नुपर्ने कुरा छ यो अनि त्यसो भन्दाखेरि उहाँलाई मनमा लागेछ एक दिन चाहिँ भन्न सक्नु भएन छ अर्को दिन भन्न सक्नु भएको छ 3-4 दिन पैसा होइन साँच्चै नै हो त म त धनीको छोरो पो हो त मलाई किन यति थोरै पैसा दिनुभएको छ मेरो बाबा मम्मीले भनेर उहाँले भन्नुभएछ अरे अनि मलाई मेरो साथीको मम्मीहरू चाहिँ हामीभन्दा कमजोर हुनुहुन्छ उहाँले चाहिँ धेरै पैसा लानुहुन्छ साथीहरूले मलाई चाहिँ ठ्याक्कै एउटा मानौँ न यहाँको हिसाबले भन्दाखेरि एउटा दुईवटा समस्या मात्रै आउने गरिदिनुहुन्छ किन माग्नु बाबा भनेर प्रश्न गर्नुभएछ अरे उहाँले अनि त्यो कुरा पछि उहाँले ब्याचलर गरेपछि चाहिँ बाबा मम्मीले व्यक्त गर्नुभएछ छोरा मैले यदि तिमीलाई सानोबाट म जति तिमीलाई दिनको 1000 रुपियाँ दिनलाई पनि मलाई कुनै गाह्रो थिएन तर मैले तिमीलाई एउटा मान्छे बनाउनु थियो त्यो पैसा यदि तिमीले चलाउन पाएको भए तिमी आज यो ठाउँमा पुग्दै थिएनौ पढ्न तिमीलाई पिटिकै मन लाग्दैन थियो हो त्यही भएर मैले तिमीलाई ठ्याक्क जति चाहिने त्यति पैसा दिएँ अरू पैसा मैले दिएन मसँग नभएर होइन भन्नुभयो अब हजुरहरूले मूल्याङ्कन गर्नुहोस् उहाँको बाबा मम्मीले दिन नसक्ने भएर होइन यति मैले के भन्न चाहेँ भने हजुरहरूलाई आवश्यकतालाई मध्यनजर राख्नु होला अहिलेको देखा सिकीको जमाना धेरै छ अनि त्यसलाई चाहिँ के भन्यो त्यही पुर्याइदिन खोज्दाखेरि हजुर हामीलाई अहिले त त्यति गाह्रो नपर्दा पक्कै पनि जब ऊ अरू म्याचोर हुँदै जान्छ नि अनि 1000 मा ल्याउन छोरो तिमीले कपडा केही भन्यो भने मलाई त यो त हुँदैन मेरो साथीले 3000 को ल्याएको छ म त ल्याउँदैन यो त यो तपाईँ हामीबाटै गइरहेको कुरा छ यो कुरालाई एकदमै मध्यनजर गर्नु होला र अर्को
हातले पक्कै पनि सबैको लगभग अवस्था त्यस्तै छ तर त्यसलाई पनि युज गर्ने के त्यसले हामीलाई युज नगरोस् हामीले मात्रै जस्ट युज गर्न सकियोस् के त्यसलाई त्योबाट नि चाहिने हामीलाई पोजिटिभ भाइब्रेसन दिने कुराहरू मात्रै सिक्न सकौँ हामीले जतिखेर पनि हजुर हामीले टिकटक चलाएर बस्दिन्छौँ भिडियो हेरेर बस्दिन्छौँ बाबु पढ होमवर्क गर कसरी मान्छ त्यो बच्चाको मनले मान्छ हजुर हाम्रै मान्दैन बच्चालाई मान्दैन त भन्नै पर्दैन त्यो भएर मैले एकदमै
Thank you.
अब हाम्रो प्यारा रानी बाबुहरूको दीक्षान्त कार्यक्रम सुरु हुन गइरहेको छ। यति बेला अब नानी बाबुहरूलाई हामीले प्यारेन्ट्स र नानी बाबुहरूलाई सँगसँगै राखेर बिदाईको कार्यक्रममा जोडिरहेका छौँ र अब नानी बाबुहरूले आफ्नो उज्जवल भविष्य अझै राम्रोसँग गर्नुहुनेछ र अभिभावकहरू पनि सपोर्ट धेरै नानी बाबुहरूलाई रहनेछ र हामी रमाइलो बाल संसारलाई पनि धेरै माया गरेर हजुरहरूको साथ सहयोगले आज यो अवस्थामा आएका छौँ। अझै हजुरहरूको साथ सहयोगको आवश्यकता पर्ने हुनाले हजुरहरूले जुनसुकै क्षेत्रबाट पनि हामीहरूलाई सहयोग गर्ने हुनेछ भन्ने ठुलो आशा राखेका छौँ र अब हाम्रो कार्यक्रम सुरु नानी बाबुहरूलाई टोपी लगाएर नानी बाबुहरूलाई यहाँबाट बिदाई गर्ने कार्यक्रम सुरु भइरहेको छ। Congratulations and celebration when I tell everyone that you're in love with me. Congratulations and jubilation. I want the world to know I'm happy as can be. Who would believe that I could be happy and contented? I used to think that happiness hadn't been invented, but that was in the bad old days before I met you. When I let you walk into my heart. Congratulations and celebration when I tell everyone that you're in love with me. Congratulations and jubilation. I want the world to know I'm happy as can be. I was afraid to think that you thought you were above me, that I was only fooling myself to think you loved me. But since tonight you said you wouldn't live without me, that round about me you wanted to stay. Congratulations and celebration when I tell everyone that you're in love with me. Congratulations and jubilation. I want the world to know I'm happy as can be. Congratulations and celebration when I tell everyone that you're in love with me. Congratulations and jubilation. I want the world to know I'm happy as can be. I want the world to know I'm happy as can be. Congratulations and celebration when I tell everyone that you're in love with me. Congratulations and jubilation. I want the world to know I'm happy as can be. Who would believe that I could be happy and contented? I used to think that